नमस्कार। मैले आज एउटा सानो हाम्रो समाजमा यस्तो अवस्था पनि कुनै बेलामा आउँछ भन्ने विषयमा एउटा लोककथा जस्तो भन्न गइरहेको छु। यो कुरो हाम्रो देशको दक्षिणी भागमा एउटा गाउँको हो। एकजना मानिस आफ्नी श्रीमतीको उपचारको लागि भनेर सोध्न डाक्टरकहाँ गएछन् र उनले भनेछन्, मेरी श्रीमती कान सुन्दिनन्, टाढाबाट बोलाएको त ट्याप्पै सुन्दिनन्। अब के उपचार गर्नु पर्ला, केही दबाईहरू भए दिनुस् भन्न गएपछि डाक्टर साहबले भन्नुभएछ, नहेरिकन उनको कान नजाँचिकन दबाई दिन मिल्दैन। एकपल्ट तपाईँको श्रीमतीलाई यहाँ लिएर आउनुहोस् भनेपछि उनले भनेछन्, मेरी श्रीमती त डाक्टर भाटमा आउन सक्दिनन्, किनभनेदेखि मान्दिनन् उनी। उनको त्यस्तो स्वभाव छ, अलिकति डाक्टर भाटमा जानुपर्ने भनेपछि उनी मान्दैनन्। उनको अलिकति लजालु स्वभाव पनि छ, बाहिरखेर हिँड्नलाई गाह्रो मान्छन् भनेपछि मलाई दबाई नै केही दिनुभयो हुन्थ्यो भनेर भनेछन्। भनेपछि अब डाक्टर साहबले भन्नुभएको छ, त्यसो हो भनेदेखि कति परबाट उनले कान सुन्न सक्दैनन्, त्यो जाँच्नको लागि तपाईँको श्रीमतीलाई तपाईँले आफ्नो घरको करिब 40 मिटरबाट बोलाउनुहोस्। सुन्छन् कि सुन्दिनन्, त्यसभन्दा पछाडि भएपछि नसुनेदेखि 30 मिटरबाट बोलाउनु, अनि नसुनेदेखि 20 मिटरबाट बोलाउनु, अनि 10 मिटरबाट बोलाउनुहोस् र अनि नजिकैबाट बोलाउनुहोस् भनेपछि उनले चाहिँ भनेछन्, ठिक छ, कहाँदेखि उनले सुन्छन् त्यो कुरो, कति मिटरबाट बोलाएको चाहिँ सुन्छन्, अनि तपाईँ आउनु होला, म त्यो अनुसारले दबाईको निर्कुल गरौँला भनेछन्। अनि उनले हुन्छ भनेर अब खाना खाने समय भएको रहेछ, अनि दौडिँदै गएछन् घरमा र बोलाएछन्। करिब 40 मिटर बाँकीबाट बोलाए, ए श्रीमतीजी आज बिहानको खाना के पाएको भने। श्रीमतीबाट जवाफ आएन। अनि त्यहाँबाट 30 मिटरबाट बोलाए, त्यतिखेर पनि जवाफ आउने सुनिनन् श्रीमतीले। 20 मिटरबाट बोलाए, त्यो पनि सुनिनन्। 10 मिटरबाट बोलाए, त्यो पनि सुनिनन्। अनि घरभित्रै पसेछन् र अनि उनले चाहिँ श्रीमतीको नजिकै गएर भनेछन्, तिमीलाई मैले निकैपल्ट बोलाइसकेँ, तिमी सुन्दिनौ, आज खाना के पकायौ भनेर भनेपछि श्रीमतीले भनिन्छन्, मैले तपाईँले बोलाउँदाखेरि 5 पल्ट बोलिसकेँ भन्दाखेरि अनि श्रीमान आफै छक्क परेछन्। अब यसबाट हामीले के बुझ्नु पर्यो त भन्दाखेरि श्रीमती होइन, श्रीमान आफू चाहिँ कान सुन्दा रहेनछन्। टाढाबाट बोलाएको अब नसुन्ने चाहिँ श्रीमानको चाहिँ त्यो बिमारी रहेछ। त्यसनाले गर्दा अब अहिले हाम्रो समाजमा पनि अब यस्ता कुराहरू धेरै विद्यमान छन्, जो कि हामी आफू जुन कुराको कमजोरी छौँ त्यो कुरो अर्कालाई चाहिँ दोषारोपण गर्छौँ र आफू चाहिँ आफ्नो दोष देख्दैनौँ। हवस्, अब यो कुरो हजुरहरूलाई कस्तो लाग्यो, धन्यवाद।